अब के तराईमा बस्न सक्छु होला? हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु एनदर मिनी भ्लग। 6:30 बजे नि यतिको घाम आउँछ। जति ओछ्यानमा सुते त्यति नै निन्द्रा लाग्छ। घरमा एक्लै छु, ढोकानी आफैले खोल्नुपर्छ। ब्रस गरेर चिया बसालेर पौरडीसँग डुबाएर खाए। आज खाना आफैले बनाएर खाए। दाल र अचार उता घरको माइजूले दिनुभएको छ, एक्लै खाए स्वाद लिएर। अनि यतातिर यति गर्मी छ कि भैयाहरू फेरि 11 बजेतिर भुवा भुवा गर्दै आउँछ। बच्चाहरूलाई बरफ किनेर दिए, मैले नि एउटा खाएँ, सुतेर नि खाइदियो। गर्मी छ नि त। 4 बजेतिर कुकरमा आलु उसिने, कराईमा पानीपुरी फुलाउन कराई तताए, अनि दिदीले पपकर्न कराईभरि फुलाउनु भएछ, अनि सबै मिलेर खाए। घरमा आमा नहुँदा बच्चाहरू चाहिँ धेरै आउने रहेछ। दिनको एकचोटि नुहाउनु पर्छ, नत्र सक्दैन बस्न। दिदीलाई माथि घर पुर्याएर बसिरहेको थियो। पास्ता पो पठाउनु भएछ माइजूले, आलु पनि थियो अघिको, अनि गम खाएर सुते।